बोतल आयो ल हाम्रो प्याकिङ सुरु हुँदैछ मासु रहेछ मासु कहाँ त्यहाँ गनाइहाल्छ नि ऊ खिलेर आयो के गनाइहाल्छ नि मासुको त्यो बनाउँदैन चिसो सबै पिता हालेर मासु यो के भन्छ यो कसो पेट्रोल सकिन लाग्छ त प्याकिङ गर्दै हुनुहुन्छ कतिको लामो बोक्ने त हेर्नु बाढ क्या बाढ साइडमा पर्दैन त्यो म्याट त हो यही सुत्यो त हो बाहिर खसेरी त्यसो पैसा त्यो गर्दा पनि हुन्छ भाडामा ल्याएको 4000 त खसेरी माथि माथि त खसेरी ब्याग हेर्नु ब्याग कलर राति कसले त्यो देख्ने ल साथीहरू अब हामी चाहिँ सट्ट निस्किन लागेको सबैजना प्याकिङ भइसकेको छ अब एकजना के अरे साथी चाहिँ उता अनामनगरबाट उता सिधै जोरपाटीतिर भेट्ने भनेको छ अब हामी चाहिँ अब यता जाने पानी पनि पर्न लागेको छ अब ढिलो पनि भयो 4 बजे जाने भनेको निकै ढिलो भइसकेको छ अब बिस्तारै जाने हो हुन चाहिँ जान चाहिँ निकै ढिलो भइसकेको छ अब सबैजना चाहिँ अब कति यहाँ 6 जना छ एकजना चाहिँ उतातिर भेट भएपछि चाहिँ 7 जना हामी 7 जना हुन्छ अब आजको हाम्रो डेस्टिनेसन भनेको चाहिँ सर्लक्कला र के अरे यो दर्शिङ पोवासम्म हुनेछ अब त्यहाँ हामी फर्स्ट टाइम जान आज माथिको उसमा चाहिँ कस्तो हुन्छ के हुन्छ हेरौँ साथीहरू है अहिले चाहिँ अब उतैतिर गएर भेटौँला बाटोमा के भने अपडेट गरौँला अहिले चाहिँ हामी सबै निस्किसकेका छौँ है साथीहरू अनि विकल्प सर के छ कस्तो छ त अनि जाने उसमा है सब ठिक छ हो अब के कस्तो हुन्छ के हुन्छ फर्स्ट टाइम होला होइन हाम्रो फर्स्ट टाइम हो है म चाहिँ एकचोटि पहिला पनि गइरहेको छु ओ दारी भाइ के हो यो दारी भाइ यात्रा सुरु छ ओ के हो सलमान सर के छ कस्तो लागिरहेछ अनुभव कस्तो हुँदैछ तपाईँको है ल यो सिधै के गरेर यो त खस्छ यो अलि भएन यो चाहिँ अलि नहोला जस्तो सिधै अनि यसरी हुन्छ त सिधै नि हो यो पछाडि हो ठिक छ ल ठिक छ मिलाएर जाउँला होइन कसरी हुन्छ के हुन्छ ल है कति हो त्यही के छ यो मादल बोकेर हिँडेको छ के मजा रातभरि बजाइन्छ कि क्या हो ए ल ठिक छ हो ल है हामी लाग्यौँ अहिले हामी उता ट्याक्क निस्किसकेको छ त्यही सर्लक्क लाएर फेरि आज राइडर विकास थापा छ है मनस्थलीबाट निस्किसकेका छौँ लाएर फेरि यसको चाहिँ जहिले बिजोग देखाउनुपर्छ कि अहिले जहिले आज ढिलो गरेको केटाले पुरै जाम छ यहाँ बाटो पुरै अब कसरी जाने हो भने टाढो पनि छ पुग्न पनि गाह्रो छ विक्रम सरहरू र गाडी भाइ छ त्यो पछाडि जाम चाहिँ आज बबाले जान्छ मान्छे निस्किँदै बिस्तार गरेर यस्तो खुट्टा मान्छे निस्किन्छ त्यो आजको पल्लो ठाउँमा उडिरहेछ आज चाहिँ ढिलो नै भयो पानी पनि पल्ल पानी परेन भने चाहिँ ठिक हुन्छ अहिले परेन नपरेको हुन्छ जाँदा बबाले जाम भएछ आज बसेर जाने दारी भाइ यस्तो जामबाट यो बस पार गरेपछि हो के यहाँ आउनु बस पार कतै पाइन्छ पुल गरेपछि बल्ल हुन्छ भन्दै थियो त कहाँ छिराउने मैले बाइकले कहाँ हालिहाल्ने कहाँ छिराउने घाँटीमा परेर जान दुईवटा गरेर हाल्नुपर्ने के हो यो कहाँ छिराउने हो पाले राति हावाहरि आयो भने त उडाउँछ त्यही त पुरै बदल सिक्नु हाम्रो टेन्ट बन्दैछ पानी छिटा आउँदैछ
त्यहाँ उडाको म यहाँसम्म छु त्यो माथिबाट राख्नु पर्दैन एक्स्ट्रा भोलि बिहान त हामी जानुपर्छ उता मिलम्ची यहाँभित्र त हाल्दै निकाल्ने कि तल थाहा छैन यो के अब पोको पारेर सुत्छ केटा हाल्ने त्यहाँसम्म जाने हामी पनि ट्रेन किन्नु पर्छ त्यो मलाई लगाइदेऊ म देखाउँछु त्यो तान त्यो लगबाट निकाल्दा सबै फेरि निकाल्दा होइन पछि हाल्ने रहेछ क्या जाने हो होइन अनि एउटा लगा सबै तान्दा त्यहाँ पछाडि यो त एभरेजमा चाहिँ थाम्छ भाइ यसले त्यो लगमा नलगा न गाड्नु पर्दैन तान्नु त सिधै तान्नु त्यो लगमा अलि तान्नु खानु यार त्यो होइन के लग निकाल्नु लग होइन लगबाट अघि आएर अहिले डाक्टर हामी त सुक्खा परेर झ्याप भइसक्यो एप्पल साइडर किनेर ल्याएको मैले जब खेर जाला हामी राधेलाई लिएर मलाई सिङ्गे तान्दिरहेको माथि लान त अरू लाँदैन नि टेन्ट लाँदैन लान चाहिँ प्लास्टिक मात्रै हो क्या प्लास्टिक अलिकति खुल्ला भयो पातलो भयो क्या यो त केही भएको छैन यो पातलो भयो तलबाट भयो माथि हाल्नु हावा छिटो ठाउँ भयो नि त एउटा उता चाहिँ एउटा छेक्नु पर्ने क्या यहाँतिर त पुरै छेक्नु पर्ने थियो यो ढलिसक्यो यो अझ ठुलो ल्यायो भने यो ससलले टुसक्क बोकेर हिँड्यो त मार लागि भनेर तेरो ब्याग उता राख भिजेको ब्याग चिसो हुन्छ मिलाउँदै डलिसक्यो डोरी स्कुटर ढालिदिन्छ हेलो साथीहरू हाम्रो चाहिँ अब यहाँ सेक्वा फुल ल्याएको छ कोही यता गर्दैछ चट्ट लाएर अब कोही ऊ छ यस्तो छ हाम्रो चाहिँ तरिका यस्तो छ है यता सेक्वा फुल ल्याएको छ आज चाहिँ अलिकति बिजोक जस्तै भयो लाएर कस्तो भनेदेखि पानी पनि पऱ्यो अलिअलि अनि आउन पनि ढिलो भयो पानी पनि पऱ्यो अलिअलि त्यसपछि आएर के अरे हावा पनि लागेको छ अलिक डाँडामा तेल लाग्यो पनि मिलेन अलिक ढिलो भयो पनि आउनु पनि त्यही भएर ल्याएको छ नि माइक चाहिँ वाल हुँदैछ है यता सिजन सर होइन सिजन सर भयो आज के म ल्याएको सिजन सर यो चटपटेहरू सिजन सरको आज होइन सनी सर कस्तो भएर चाहिँ अनुभव यो एकदम यो कस्तो लाग्यो फर्स्ट टाइम हो तपाईँहरूको होइन यो कस्तो हुँदैछ रमाइलो हुँदैछ कि के छ कि होइन घर यो के अरे घर फर्किँदा लागेन बिच बाटोमा ए एक्लै भएछ नि आउने भने त आज धोका अलिकति उ गर्ने चाहिँ कता बिच बाटोमा चिया खाने चाहिँ को यो सिजन सर हो सिजन सलन सर अनि के अरे कस्तो भयो त सिजन सर आज तपाईँको यो के अरे अनुभव चाहिँ तपाईँ त हामीले त सम्झिरहेको थियो तपाईँ त बिच बाटोबाट फर्केला कि जस्तो लागिरहेको थियो फर्किन्छ एक्लै होइन फर्केला जस्तो लाग्थ्यो होइन विकास त अब यिनीहरू चाहिँ पानी परे अँधेरो लागेपछि यिनीहरू चाहिँ घरतिर जान्छ कि जस्तो लागिरहेको थियो फिर्केर धन्न फिर्केन अलिकति ढिलो गरिदियो नत्र नि लेट गरे उनीहरूले नत्र नि अलिक टाइममा आइपुग्थ्यो अनि सलन सर यो हाम्रो अर्को मोस्ट के अरे ऊ भ्यालुएबल पर्सन के छ कस्तो छ आजको अनुभव तपाईँको यो क्याम्पिङको फर्स्ट टाइम हो कि के हो यो तपाईँको अनुभव चाहिँ अनएक्सपेक्टेड अनुभव हो हो के छ कस्तो लागिरहेछ तपाईँलाई यो चाहिँ अनएक्सपेक्टेड भन्नाले अब अलिकति हामीले अलिकति ढिला पनि भयो हामीले टाइमको अलिकति रेस्पेक्ट भएन 2 बजे आउनुपर्ने हामी 2 बजे होइन हामी होइन 4 बजेतिर परिरहेको थियो लोकेसन पनि थाहा थिएन अनि फर्स्ट टाइम यो क्याम्पिङ भएर अनि एकदम अप्ठ्यारो पनि भयो
तर जे होस् एउटा एडभेन्चर भयो कस्तो रमाइलो चाहिँ भइरहेछ नि यसमै इन्जोय गर्नुपर्छ हो फेरि भोलि अति नै अब भोलिका दिनहरू पनि तपाईँहरू फेरि यसरी जोइन हुने कि नहुने यस्तो क्याम्प फर्स्ट इयर जोइन त हुनै पर्छ हो ठिक छ है रमाइलो गर्छ है ग्रुपिजम हुनुपर्छ है सबै ग्रुपमा होइन रमाइलो भयो जे भयो नि है होइन आज होइन अनि क्याम्पिङमा कस्तो अनुभव हुँदैछ तपाईँलाई आज होइन फर्स्ट टाइम हो तपाईँको नि फर्स्ट टाइम हो ए अनि रमाइलो लागिरह होला है रमाइलो लाग्यो कि के छ बेकारमा आएछ जस्तो लाग्यो कि छैन रमाइलो लाग्छ हो है अलि पानी सानी परेछ आज होइन अलिकति गर्छ हाम्रो जहिले नि होइन के थाहा के छ कस्तो लागिरहेछ तपाईँ हो यो फर्स्ट टाइम हो तपाईँको हो यो चाहिँ अब एउटा के अरे जङ्गलको बिचमा चाहिँ फर्स्ट टाइम हो अरू अब के अरे त्यो रिसोर्टहरू गइरह हो यो जङ्गलको बिचमा चाहिँ यस्तो साथीलाई मिलेर क्याम्पेनिङ गर्ने आफै पकाउने आफै खाने रमाइलो चाहिँ रमाइलो लाग्यो रमाइलो है भोलिका दिनमा नि जाने उयसमा छ कि अवश्य जानुपर्छ अनि हाम्रो यो के अरे सन्तोष सरको के छ कस्तो छ अब मेरो अनुभव भन्दाखेरि यो अनुभव फर्स्ट टाइम हो आउँदा पानीले अलिकति दुःख दियो पानीले अलिकति धोका दिए पनि रमाइलो भयो हो रमाइलो भयो टेन्टहरू चाहिँ अब यसरी छ सेटअप गरेको छ गर्न चाहिँ होइन सेटअप पनि राम्रोसँग गर्न सकेको छैन यता दुईवटा बाइक यता दुईवटा स्कुटर राखेर सट्टल लाएर चाहिँ टेन्ट सेटअप गरेको छौँ अनि माथिबाट टेन्टबाट पानी पर्ने सिजन भएको कारणले सट्ट अलिअलि के अरे माथि टेन्टमाथि चाहिँ प्लास्टिक र त्रिपाल हालेको छौँ हामीले जे सकेको अलिकति मजबुतै गर्नु पऱ्यो भनेर चाहिँ जे भयो नि रमाइलो त रमाइलो भन्छ अहिले पानी पर्न पनि ठ्याक्कै रोकिसकेको छ पानी पर्न रोकिसकेको छ त्यही भएर हावा आइरहेको छ है रमाइलो चाहिँ यता पनि सर्लक्क लाएर काठमाडौँको अलिअलि भ्यू देखिन्छ अब बिहान चाहिँ देख्नु पाएको छैन अब बेलुकाको भ्यूहरू चाहिँ रमाइलै देखिरहेछ यतिको चाहिँ राम्रै मान्नुपर्छ जे जस्तो भए पनि है साथीहरू चाहिँ मजाले यहाँ इन्जोय गर्दै हुनुहुन्छ सबैजनाहरू है सबजना इन्जोय गरिरहनु भएको छ कुकुर फेरि आएको छ है अस्तिको जस्तै सट्ट लाएर हेलो ओइ कहाँबाट आइपुग्छ ट्याक्क कुकुर ओहो गजबको रहेछ अस्तिको भन्दा पनि बवाल छ कुकुर अस्ति पनि आएको थियो उता के अरे सूर्य चौरमा नि यहाँ जर्सिङ बगान नि कुकुर आइसकेको छ यो एउटा दि ए चल्ने हाल्यो त ठुलो छ त्यसलाई कुकुर यता ओइ नदेन धेरै पो दिएँ क्या ऊ कस्तो हो यो कुकुर कस्तो हो यो मासु पनि चिन्दैन क्या गन्धले चारैतिर गन्ध आएको हाम्रो चाहिँ यहाँ बिजोग तरिकाले कल पनि पारेको छ दुईजना उता सुतेर स्पिकर पनि लाइट देखिरहेछ देखिरहेछ माथिबाट क्या फोन पाएको देख्दिनँ त म धुवाले हाने क्या तँलाई अहिले अलिक कस्तो आएको निस्क्यो नि सुरुमा निस्क्यो एउटा कार्टुनको त्यो निकाल्न निकाल त ओ रस्ता हजुर अब साइड निकाल